back to my channel. It's Neeraj. म चाहिँ भ्लग बनाउँदैछु आज गाइज। आज चाहिँ म स्कुल गएन किनभने म आज हस्पिटल जान्छु गाइज। बहिनी चाहिँ हाम्रो यहाँ छ। ए बहिनी स्कुल जान्छ अब। गाडी पनि आउन लागेको छ गाइज। अब म चाहिँ चट्टासँगले भन्नु पर्दाखेरि अब स्कुल चाहिँ जान होइन, अब यही भ्लग बनायो अनि जानु छ। अब जान्छ स्कुल जान, अब हस्पिटल जानु छ। भात पनि बसाएँ चट्ट, मम्मीलाई पकाइदिन्छु अब। अनि म पनि जान्छु गाइज हस्पिटल। बहिनी चाहिँ अब स्कुल जान आँटी। म त जान्न गाइज। आज खुसी यस्तरी उफ्रिन्छु म। बहिनी यहाँ चाहिँ माम खाँदैछ, यो पनि स्कुल जान्छ। आज घरमा त म मात्र हुनु पर्यो। शान्त हुन्छ, गेम खेल्दै बस्छु। लेट्स सी गाइस, देख्न सक्नुहुन्छ गाडी पनि आउन लागिसक्यो। यो चाहिँ हाम्रो पुन्टी गाउँको गाडी छ। सो म पनि अहिले सन्चै छु गाइस, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। के भन्नु अब, यति नै भन्छु। गाडी आउन आँट्यो। गाडी आउन लागेको छ। चिज गर्न चार्ज भयो कि नै? मेरो घर गाइड चाहिँ होइन, म चाहिँ यहाँ तपाईँहरूलाई मैले भात पकाएको देखाउँछु। त्योभन्दा अगाडि म यहाँ चल्दैछु। यहाँ चाहिँ मैले भात पकाइरहेको छु गाइज। अब चाहिँ म भात पकाउँछु। भात पकाइसकेँ, पाक्दैछ त्यहाँनिर। म बहिनीको गाडीको वेट गरिरहेको छु। बिकज मैले भन्नुपर्छ नि त गाइज, म जान्न भनेर। उताबाट काका पनि आइसक्नुभयो मेरो। काका आउनुभयो। तिनजना काम गर्ने मान्छे गाइज। फाइनल मेरो गाडी आइसकेको छ। म चाहिँ जान्न आज। म हस्पिटल जान्छु। गइसकेँ गाइज बहिनी। फाइनली गाइज मेरो गाडी गइसक्यो। अब चाहिँ म यहाँनिर बहिनीहरूको भ्लग बनाउँदै बस्छु। हो क्या बहिनी? हो भन्, हो भन साह्रोले, हो भन्। यस्तो गर ओए, यस्तो गर न। ओए इनाया, ओए खुजी के बनाइदिनु? पहिला यहाँ दादा भन् मलाई। दादा आई लभ यु। दादा आई लभ यु भन्। भाइ दादा आई लभ यु भन् मात्र। दादा आई लभ भन्। ला ला, यो चाहिँ बहिनीको फोन गाइज। ला ला न, पका न छिटो। गएको लुगा मिलाउँछु। लेट्स सी गाइज। अब चाहिँ म लुगा मिलाउँछु। यो चाहिँ मेरो भगारी राख्दैछ मम्मीले मात्रै। यो मेरो गोठा मैले मिलाइसकेँ।